र गाइस आज चाहिँ हामी जिमतिर जाँदैछौँ। आज हामी जिमको सानो ब्लग गर्छु साथीहरूसँग हल्का इन्टरटेनमेन्टको है साथी। ल हेर्दै गर्नुहोस् जिमको भिडियो। सुक्रान हबीब सो गाइस हाम्रो जिम चाहिँ यस्तो छ। यहाँ हाम्रो विक्रम मुखिया फुल फर्ममा छ जिममा। यस्तो छ हाम्रो यहाँ इराकी लाइफ। हेलो 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 हुन्छ। ल यहाँ हाम्रो साङ्गे डुप्पा एकदम एक्सर्साइज गरेर। यो चाहिँ हाम्रो चाइनिज हिरो अस्ति भर्खर कोरियाबाट लिएर आएको नयाँमा ब्रान्ड भर्खर नयाँ माल फ्रेस माल। के भन्नु छ जिम सम्बन्धी केही कुरा भन्नु? केही छैन भाइ, इन्जोय गर तिमी नि। तिमी जिम गर्दै गर। थ्याङ्क यू बड़ा हरामी हो बेटा। ब्रदर फेरि फुल फर्ममा जिम गराइदियो। यस 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 किप इट अप ब्रो। यो जम्मूको हाम्रो अस्तिको शर्माजी सोल्डरको साथी हो। सोल्डर बढाउनु छ भने चाहिँ तपाईँहरूले यो एक्सर्साइज अप्लाई गर्नु। सोल्डर छ भने चाहिँ मान्छेलाई हर चिजले सुहाउँछ लुगा लाउँदा है साथी। ल हेर्नुहोस् कति मजाले गर्दैछ। र फिलहाल एक्सर्साइज चल्दैछ अलमोस्ट हामीले 1 घन्टा त गरिसक्यो। र हाम्रो साइडको वरिपरिको नजारा यस्तो छ गाइस। एकदिन तपाईँलाई म स्विमिङ पुलको ब्लग पनि निकालिदिन्छु। किप वाचिङ। के छ हिरो मान्छे त है अन्त है। कति वर्ष पुग्यो अरे? 50 है? राम्रो भन न। 35 हो। समझ रहे हो 50 वर्ष पुग्यो क्या मान्छे चाहिँ। छोरा भर्ती भएर 5-6 छुट्टी आइसकेको छ है। तर पनि हेर्नुहोस् त हाम्रो मान्छे त है यस्तो हुन्छ गाइस। एक्सर्साइजले चाहिँ मान्छेलाई हमेसा यङ राख्छ। त्यही भएर चाहिँ एक्सर्साइज जरुरी छ। सो यो फुल जोसमा अप वान मोर। यस keep it up good job yep yes brother yes। यो चाहिँ के एक्सर्साइज हो? फुप आर्म्सको? यस बाइसेप। ल साथी हामी चाहिँ एक्सर्साइज सक्यो। एक्सर्साइज सकेर अब निक्लिँदैछौँ है। जिमको कार्यक्रम पनि सक्यो। ल साथी यस्तै गरेर वाच गर्दै गर्नु है। नजारा गाइस नजारा। ल हेर्नुहोस् है साथी होटल आम्मा यति ठुलो छ नि यो एरिया। ल फेरि हामी चाहिँ अब ब्याक टु रुम। अब यता जाउँ। अब यता आऊ न। फेरि आइगयो आफ्नो रुम जाने बाटो। र हामी चाहिँ लिफ्टमा जाँदैछौँ फेरि सेम। त आजको दिनचर्या पनि यसरी बित्यो। अब चाहिँ फ्रिज खोलो। फ्रिजभित्र छ लस्सी बनाउने हो आफ्टर एक्सर्साइज डाइट।
फ्रुट्स ल अब चाहिँ म लस्सी बनाउँछु लस्सी बनाएपछि चाहिँ तपाईँलाई फेरि अगाडि कार्यक्रम देखाउँछु आफ्टर जिम मिल्क से सरी लस्सी डेलिसियस यो चाहिँ बन्दैछ हाम्रो फ्रुट चाट र फ्रुट चाटमा चाहिँ तपाईँको छ किवी ओरेन्ज एप्पल उसको बाद के छ त अर्को पाइनएप्पल पाइनएप्पल हेर्नुहोस् है साथीहरू ब्ल्याक पेपर तिजोरीबाट निक्ल्यो खजानामा रहेछ आमचुर यसले चाहिँ तपाईँको डाइजेसनलाई राम्रो गराउँछ एकदम राम्रो एनर्जी ब्ल्याक पेपर ब्ल्याक सल्ट यस्तो खाएपछि त अन्त बडी किन नबनाउँछ र फ्रुट सलादमा लियो ऑरेंज दाने दाने पे लिखा है खाने वाले का दामी बनाउने मान्छेलाई चाहिँ वेरी गुड हो भेरी गुड अनानास कहाँबाट लाए यार बेलुका पाउँछ नि डिनरमा क्या यो किनी काटेको पाउँछ कि 2 hours later ल अब चाहिँ हामी खाना खान जाँदैछौँ मिस्टर रवि कपुर एन्ड मिस्टर देव बहादुर गाइस मैले चाहिँ लिएको छु चिकन भात दाल रोटी भात मुखै खाने हो यो लो त क्या ल्याउ न ल्याउ ल गाइस यो चाहिँ हाम्रो आज सलादमा मकै दही दही खानु बनाउँछ खाइदिउँ है हाम्रो चाहिँ खाना सुरु भयो गाइस खानामा चाहिँ यस्तो छ आजको हाम्रो ल फेरि मेरो चाहिँ दाल चिकन कडी ओके फेरि खाना स्टार्ट गर्नु पऱ्यो So guys, we have done with our dinner. Then we are back to our room. र गाइज हामी चाहिँ खाना खाएर पनि आफ्नो रुममा आइसकेको छौँ र आशा राख्छु तपाईँहरूलाई आजको यो भ्लग मन पर्यो होला मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् र भोलि पनि फेरि तपाईँहरूलाई नयाँ भ्लग लिएर आउने आशा राख्दै मेरो साथी शर्मा देव राई अनि मेरो तर्फबाट बाई गुड नाइट भनिदेऊ Right, guys. Good night. Bye. See you.